पक्कै पनि आज चाहिँ म यहाँ यसरी भएको ठाउँमा आइपुगेको थिएँ चल्ला लगाउँ भनेर। यो एकदमै यहाँ बिरुवाहरू पनि धेरै बिरुवा पनि रहेछ यो हैन, जेवको पनि बिरुवा रहेछ। तपाईँको कुखुरादेखि लिएर बिरुवादेखि लिएर सबै चिज चाहिँ उत्पादन गर्ने गरेर रहेछ यहाँनिर। यो चाहिँ तपाईँको यो ललितपुर है, ललितपुरको यो दमैटार भन्ने ठाउँ रहेछ यो। त्यस कारण यहाँ बिरुवा पनि र फुलदेखि लिएर सबै चिज चाहिँ यहाँ एकदमै रमाइलो ठाउँ रहेछ यो है। अनि दृश्य पनि देखाउँछु म। यही तपाईँको बिरुवा अलिकति एकदमै रमाइलो ठाउँ रहेछ, धेरै टाढा पनि छ यो है त। हेरौँ अब यहाँ भित्र के छ। यहाँ चाहिँ यो अन्डा चल्ला निकाल्ने रहेछ यो हैन। के कस्तो हुन्छ म यहाँ भित्र त्यही चल्लालाई देखाउने छु। यहाँनिर भित्र चल्ला छ, चल्लाको अवस्था चाहिँ यस्तो रहेछ। हेरौँ अब कतिको के हुन्छ। यहाँ चल्ला लगेर हेर्छु म। यो पुरै तयारीमा हो, रेडीमा यो तयार चल्ला। ओ ह्याचरी मेसिन चाहिँ यो हो क्या हो? मेसिन चाहिँ यसरी बनाउँदो रहेछ चल्ला। ए बत्ती गयो जस्तो लाग्यो। बत्ती गएको हो? ए ओके, बत्ती गयो रहेछ ल। एकदमै फ्रेस छ है चल्ला चाहिँ, एकदमै राम्रो रहेछ। ओ यसरी खनाइदिँदा मर्दैन यो हो र। यसरी यहाँ चाहिँ तपाईँको यहाँ चल्लामा चाहिँ कस्तो छ भने, सानो चल्लामा चाहिँ तपाईँको कसरी भालेपत्ती छुट्याइन्छ भन्ने कुरोलाई चाहिँ यहाँ देखाउन चाहन्छु म हजुरहरूलाई। यदि यहाँ एकदमै मिक्स यो चाहिँ मिक्स हो र तपाईँको भालेपत्ती छुट्याउने कार्यक्रम भइरहेको छ। उहाँ चाहिँ डाक्टर हुनुहुन्छ र यहाँ कुखुराको है त। त्यस कारणले गर्दाखेरि उहाँले हेर्दै हुनुहुन्छ यहाँ भाले एकतिर पोती एकतिर। सर यतातिर चाहिँ भाले हो कि पोती हो? यो भाले हो र यतातिर चाहिँ भाले रहेछ होइन। यहाँ चाहिँ यतातिर चाहिँ पोती रहेछ। यो भित्र हो, अलिकति मधुरो हुनसक्छ। हजुरहरूले एकचोटि हेर्नु होला। उहाँले हेरेर चाहिँ छुट्याउँदै हुनुहुन्छ है यो के हो कसो हो। त्यो चाहिँ अब अलिकति यो चाहिँ मिक्स चल्ला र यहाँ चाहिँ भाले र पोती उहाँले चाहिँ छुट्याउँदै हुनुहुन्छ लाइटमा हेरेर। भालेपत्ती है र भाले चाहियो भने हजुरहरूलाई यहाँनिर आउनु होला भन्न चाहन्छु र हेर्नु होला है त भालेपत्ती कसरी छुट्याइन्छ भन्ने कुरो यहाँ हेर्नु होला।